नमस्कार। आज हामीले चाहिँ 44 को दोस्रो पाठ पढ्दैछौँ। 44 को दोस्रो। यसमा के छ हेरौँ है त। ल, साङ भनेको के रे? साङ भनेको माथि, माथि हा भनेको तल, सुदो भनेको के नि? सु भनेको पानी, दो भनेको बाटो। ल, लेखिहालौँ न त्यसलाई। अब साङ अनि यसरी लेखौँ आज। हा सु दो। साङ भनेको माथि, हा भनेको तल है, सु भनेको के रे? पानी, दो भनेको बाटो है, भनेको तल माथि पानी हिँड्ने बाटो। ल, सिगौँ भनेको हामीले अस्ति पढ्यो। सिगौँ भनेको के नि? अनि बनाउनु, निर्माण गर्नु, कन्स्ट्रक्सन गर्नु। अनि खल्यान भनेको सम्बन्धित, अयु भनेको शब्द, सिगौँ भनेको कन्स्ट्रक्सन भनेको निर्माण गर्नु। अस्ति हामीले थोमुक र यसको फरक पनि हेरेका थियौँ हैन। ल, ताङ्गुल फादा रे, फादा भनेको नि खन्नु, अनि थफागी भनेको नि खन्नु है त। फादा भनेको नि खन्नु, थफागी भनेको नि खन्नु। यी दुईटा फरक के? फादा भनेको चाहिँ कमन शब्द, एकदम चलेको शब्द नेपालीमा। अब उही खानु र सेवन गर्नु भने जस्तै, यो चाहिँ अलि टेक्निकल शब्द। नेपालीमा फादा भन्यो भने खन्नु भनेर लेखौँ। अब यसलाई पनि मिलाउनु पर्छ, ठ्याक्कै कहिले त हुँदैन। फादा भनेको खन्नु भयो भने यसलाई चाहिँ खन्जोत गर्नु, उत्खनन गर्नु, यसलाई खन्जोत गर्नु भनेर लेखौँ। स्पष्ट। अब यो ठ्याक्क मिल्दैन है, ठ्याक्क मिल्दैन। जस्तो अब खन्नु र खन्जोत गर्नुमा के फरक छ? यो चाहिँ अलि जे पनि कमन भयो भने यो चाहिँ अलिक टेक्निकल शब्द हो, एउटै हो, केही फरक छैन। ल, ख्वान, ख्वान भनेको के अरे? हामीले अस्ति पढेको पाइप। ख्वान भनेको पाइप। पाइपका सिनोनिम पनि पढ्यौँ। के पढ्यौँ रे? होसु, अनि फाइफु, त्यसपछि ख्वान। अनि फेछ्यादा भनेको के नि? फेछ्यादा भनेको नियुक्ति गर्नु, नियुक्ति गर्नु। नियुक्ति गर्नु भन्ने अलि अप्ठ्यारो शब्द लाग्छ भने ठाउँ ठाउँमा राख्नु। नियुक्ति गर्नु, मान्छे नियुक्ति गर्नु। अब यहाँ चाहिँ केलाई नियुक्ति गरिन्छ? पाइपलाई नियुक्ति गर्ने भनेको पाइपलाई ठाउँ ठाउँमा राख्नु है त। यसलाई टु प्लेस भन्दो रहेछ अङ्ग्रेजीमा। हेर्नुहोस् त, टु प्लेस भनेको ठाउँ ठाउँमा राख्नु, मान्छे ठाउँ ठाउँमा राख्न सकिन्छ। कुनै चिजहरू, फुलहरू चाहिँ, फुलहरू कोही ठुलो मान्छे आउँदै रहेछन् भने पनि घरको वरिपरि चाहिँ फुलहरू गमला, हाबुनहरू गमला राखिन्छ, त्यो पनि फेछ्यादा हुन्छ। नियुक्ति गर्नु, ठाउँ ठाउँमा राख्नु। ख्वानुल यङ्ग्यल आधा, पाइपलाई यङ्ग्यल आधा भनेको त जानिसकेका छौँ, जोड्नु भनेको, पाइपलाई जोड्नु। यङ्ग्यल त हामीले पहिला धेरै पढेको हुनाले यसलाई मैले छुट्याइन। अब छेउदा हेरौँ, टु फिलअप भन्दो रहेछ, टु फिलिन भन्दो रहेछ, मेउदा भन्दो रहेछ। अब यो दुईटा फरक के? छेउदा र मेउदाको। छेउदा अनि मेउदा यहाँले अलिअलि पढ्नु भएको छ। छेउदा र मेउदामा फरक के? अब सबभन्दा सजिलो बुझ्नको लागि सजिलो है त, हामीलाई बुझाइ सजिलो चाहिन्छ। छेउदा भनेको चाहिँ गाडीमा तेल भर्नु भन्यो भने फिल राम्रो हुन्छ। गाडीमा तेल भर्नु, हुन त अरू पनि हुन्छ, तर मैले यहाँलाई दिमागमा घुसाउनको लागि मैले आइडिया दिएको। तपाईँको मोटरसाइकलको ट्याङ्कीमा ल फुल छेउदा गर्दै होइन, फुल अथवा खादुक, खादुक छेउदा भन्यो भने के भयो? टर्न भर्नु, पुरा बनाउनु भन्ने हो भने। मेउदा भनेको खाली ठाउँ भर्नु, खाली ठाउँ भर्नु है। मेउदा भनेको खाली ठाउँ भर्नु। यसलाई कोरियनमै भन्ने भने मेउदा भनेको रातोले बनाए। फिन, फिन खोसे भनेको फान, फान ठाउँमा फिनको अथवा फिन खोङ्गाने छेउदा रे। फिन खोङ्गाने छेउदा। मेउदा भनेको के रे भन्दा खाली ठाउँमा छेउदा अरे। मेउदा भनेको जुन खाली ठाउँ हुन्छ नि, यो मेउदा यहाँभन्दा पहिला कहाँ पढ्यो? काठमा पनि पढ्यो। काठमा जहाँ खबिल्टो हुन्छ, होम हुन्छ है, खबिल्टोमा चाहिँ फथी भन्ने पुटिनले चाहिँ भरेर सम्म पराउनु, यसलाई खाली ठाउँ भर्नु है। यसलाई चाहिँ भर्नु, यसलाई चाहिँ हामी नेपालीमा भनौँ। अझ सबभन्दा राम्रो शब्द चाहिँ यसलाई के हुन्छ भन्दा भरपुर गर्नु। अझ अर्को शब्द भन्नुहोस् त ल, भरपुर गर्नु, भरिपूर्ण गर्नु, पूर्ण गर्नु, खाली ठाउँ भर्नु भनौँ न यसलाई। यसमा चाहिँ खाली ठाउँ भर्ने काम गरिन्छ। यो चाहिँ यो गाडीमा तेल हाल्नु, भर्नु भनेको यो चाहिँ खाली ठाउँलाई भर्नु। एउटै शब्द हो, एउटा अलिक गाह्रो छ। अङ्ग्रेजीकोले बुझ्नुहुन्छ भने तपाईँले अङ्ग्रेजीले सजिलो बनाएको छ यसमा। फाजिदा भनेको त अङ्ग्रेजीमा राम्रो छ, यो कम्प्याक्ट भन्ने बुझ्नुहुन्छ भने खुबै राम्रो छ। अब यो भन्ने बुझ्नु भने अङ्ग्रेजी राम्रो छ है। यसलाई चाहिँ मेक हार्ड भन्छ। मेक हार्ड, मेक हार्ड भनेको साह्रो बनाउनु। साह्रो बनाउनु कहाँ प्रयोग हुन्छ भन्दाखेरि यो चाहिँ कोरियन पनिर हुन्छ नि, यो धेरै पटक आएको छ। यो कोरियन पनिरलाई थुगु भन्छ,
सोयाबिनको पनिर हो। यो पनिर बनाउने बेलामा यसको कथा आउन सक्छ। पनिर चाहिँ कस्तो हुनुपर्छ, साह्रो हुनुपर्छ है, फसाक फसाक हुनुहुन्न, साह्रो भएर एकदम ठोस भएर बस्नुपर्छ हो। त्यही भएर त्यसलाई थुबु भन्ने पनिर बनाउने विषयमा नै आउन सक्छ। साह्रो बनाउनु, साह्रो बनाउँदा रोलरले उठाएको रहेछ, हेभी हुन्छ, गोरुको मुगप्ता हुन्छ यो मेसिन, त्यही भएर होला। हुकुल काक्ता, काक्ता भनेको चाहिँ तास्नु, हुक भनेको माटो, काक्ता भनेको के अरे तास्नु। काक्ताको त धेरै मिनिङ हुन्छ, के हुन्छ अरे ल भन्नुहोस् त। तास्नु हुन्थ्यो, घटाउनु हुन्थ्यो, अब धेरै पटक लेखियो, बोक्रा फाल्नु हुन्थ्यो, यसो धेरै पटक भएको हुनाले मैले यसलाई कमलाई वास्ता गरेँ, धेरै पहिलेबाट पढिआएको कुरा हो। छल्थो आथा भनेको चाहिँ छल्थोलाई मैले यता ल्याएर लेखेँ है त, छल्थो लाएछ। अब यहाँलाई छल्बानादा, अब छल्बानादा, त्यसपछि अब छल्दानादा भनेको जान्नुहुन्छ नि, छल्बान छल्दान भनेको रहेछ नि, काट्ने तास्ने आदि बनाउने काम रहेछ। थो भने के हो, अब यो थो भने के हो नि, माटो भने है, थो भनेको माटो। अब आदि बनाउनु माटो, आदि बनाउनु माटो भनेपछि के भयो, छल्बानादा, छल्दानादा भने के नि, काट्नु, काट्नु माटो, काट्नु माटो। कति सजिलो रहेछ है त। अथवा हुकुल काक्ता पनि भन्दो रहेछ। हुक भन्यो भने ट्याक्क माटो नै भयो, छल्थो भन्यो भने, थो भन्यो भने माटो बालुवा यस्तो शब्द आयो। अब यहाँ देखिन्छ होला यसलाई, यसलाई एकपटक सफा गरौँ, अलि फोहोर हुन थाल्यो, एकपटक सफा गरी हेरौँ त ल। यसो गरौँ भने हरिवंशकै आचार्यको शब्द भयो भन्यो भने यसो गरे कसो होला ल। साथा रे, अब माटो त माटो भइहाल्यो, रुख भनेको माटो, साथा भने के नि, थुपार्नु भने, थुपार, यसलाई सङ्थो पनि भन्दो रहेछ। अब म यहाँ एकजना साथीलाई सोधिहालेँ, सबभन्दा पछाडि बसेको साथीलाई, थो भने के हो, धन्यवाद, थो भनेको के हो, माटो, सकियो कुरो, यो चाहिँ सकियो। सङ भने के, सङ भनेको भरिपूर्ण पनि हुन्छ, भरिपूर्ण। जस्तै अब हाम्रो सङसुगी भन्ने याद छ यहाँहरूलाई, सङसुगी भने के हो नि, सिजन, भरिपूर्ण भएको सिजन। आजभोलि घिरौँला पाउने सिजन हो, जता गए पनि घिरौँला। तपाईँ मामा कहाँ गयो भने घिरौँला पकाएको हुन्छ है। ल बिहा गरेको साथी त हुनुहुन्न होला, नत्र ससुराल जाँदा पनि त्यही घिरौँले पकाएका हुन्छ, घिरौँलोमा मासु हाल्छन्, त्यो फरक त्यही हो। ल सङसुगी भनेको चाहिँ सिजन भनेको, सङ भने के रहेछ, पूर्ण हुनु, भरिपूर्ण हुनु अरे। अनि एउटा फुङसङ भन्ने शब्द यहाँलाई याद छ, फुङसङ, फुङसङ भने के हो नि, सम्पन्नता अथवा धनी भन्न पनि सक्नुहुन्छ, सम्पन्नता अथवा धनी भनेपछि सङ भने के रहेछ नि, धनी भरिएको। अब धनी भरिएको, थो भने के हो नि, माटो, माटो भर्नु, सकिहाल्यो है त, एकदम सजिलो, यहाँले पढ्नलाई सजिलो छ। चुनियाल भनेको चाहिँ अब नेपालीमा के भन्छ, चर्कनु, चर, नेपालीमा के राम्रो शब्द के होला, क्र्याक, क्र्याकलाई नेपालीमा के भन्छ, दरार। वा राम्रो शब्द है त, यहाँ त लभकै कुरा आयो, धेरै साथीहरूको यहाँ लभको कुरो छ, त्यही भएर यहाँ दरार भन्ने शब्द आयो है। ल दरार परेको रे होइन। अब यसका सिन्निम हेरौँ न त, यसका थुम भनेको नि दरार हो, थुम भनेको नि दरार हो। अनि सबभन्दा चलेको खाल्ला जिम पनि भन्छ। ल कोरियामा चाहिँ यो एकदमै म्याक्सिमम सुन्न पाउनुहुन्छ तपाईँहरूले, खाल्ला जिम भनेको। अब लभमा पनि खाल्ला जिम भन्छ, दरार पैदा हुनु, ठ्याक्क एकदमै। यो थुम, थुम भनेको त एउटै हो, त्यही पनि यो चर हो, चर। ल सेङ्गिदा भने के हो नि, आइ लाग्नु, त्यस्तो हुनु, दरार पैदा हुनु अथवा क्र्याक हुनु। नुसुगा फाल्सेङ थोइदा अरे, फाल्सेङ थोइदा भनेको त उत्पन्न हुनु भइहाल्यो है। यसका सिनोनिमहरू भनौँ त, सेङ्गिदा, नाथा नादा, थोइदा, हुनु भन्ने भयो। नुसु भनेको, अब सु भनेको जानौँ न, सु भने के, पानी, त्यो पानीको थोपा है। पानीको थोपालाई के भन्छ नि, अस्ति नै मैले लेखाइसकेको छु, मूल फाङ्गुल है, मूल पानीको थोपा। ल नु भन्ने हेरौँ, नु भनेको के रहेछ नि, लिक पो रहेछ त। सु भनेको पानी हो भने नु भनेको लिक रहेछ है, लिक, लिक हुनु। अब नु लिक हुने शब्दहरू हामीले कहिले सुनेका छौँ, सुनेका छौँ, बिर्सेका छौँ, अहिले बिर्सेका छौँ तर सुनेका छौँ। अब नुजन सागो भन्ने पढ्नु होला, नुजन, नुजुन, नुजन भनेको बिजुली लिक हुने, बिजुली जतासुकै भैँभरि बिजुली, घरको टिनको छानाभरि बिजुली, त्यसलाई चाहिँ नुजन भन्छ। छन् भने के हो नि, बिजुली भनेको, यसलाई अब नेपालीमा बिजुली, बिजुली अब लिक भनौँ न, बिजुली लिक। अब त्यसपछि नुगी, नुगी भन्यो भने ग्यास लिक, ग्यास लिक।
अब नुचुल भन्यो भने नुचुल आधा भन्यो भने जे पनि लिक हुनु, लिक जे पनि लिक, पानी ग्यास यताउति सबै कुरा लिक हुनुलाई नुचुल भन्दो रहेछ। अब एउटा नुसल भन्ने हेरौँ है, नुसल, सल भनेको के हो नि, सल भनेको सलम्याङ बोली भनाइ भनेको, सल भनेको, नुसल भनेको चाहिँ कुरा लिक हुनु। त्यो त्यति धेरै आउने, यो त परीक्षाको लागि आउँदैन क्या र, तर कोरियामा गएपछि काम लाग्ला। नुसल भनेको कुरा लिक हुनु, कुरा छुइनुको, कुरा छुइनु, गोप्य कुरा होला नि त, गोप्य कुरा गरेको होला, बाहिर लिक भयो। ल गोप्यलाई के भन्छ नि, गोप्य कुरा बाहिर गयो भने नुसल भन्छ। भनेपछि यसबाट के बुझौँ, नु नु भन्ने के रहेछ, त्यस्तो रहेछ। ल अब छुई भनेको वरिपरि, सराउन्डिङ भन्छ, सराउन्डिङ, सराउन्डिङ वरिपरि। अब यसलाई वरिपरिको सिनोनिम के रहेछ, सुब्यान, सुब्यान भनेको नि वरिपरि होइन, छुई भनेको वरिपरि। यो छुई भएको भए के हुन्थ्यो नि फेरि, यो छुई भएको भए होसियारी हुन्थ्यो, यो भएको भए छोसिम भन्ने सिनोनिम, यसको यस्तो सिनोनिम हुन्थ्यो। खाक्काई भनेको नजिक, यसको एन्टोनिम के हुन्छ नि, मल्ली, मल्ली, किन भन्दा नाउनबाट रहेछ के अरे एड्जेक्टिभबाट रहेछ, मल्ली नै भन्नु। छेजारी भने के, छे भनेको त्यही भनेको के, छे भनेको त्यही, छारी भनेको ठाउँ, त्यही ठाउँ, जहाँको त्यही है त, त्यही ठाउँ। अनि कोरियातिर साथीहरूले, कोरियनहरूले जे पनि हरेक ठाउँ त्यही ठाउँमा राख, त्यही ठाउँमा राख भन्छन् के अरे, के भन्छन्, छेछारी थुसेउ, छेछारी नौसेउ, छेछारी छेछारी भने आउँछन् के अरे। अनि साथीहरूले रिसाएर चाहिँ छेचारीमा थेचारी भन्छन् है, छेचारीमा के गर्ने, थेचारी गरिदिने, थेचार दिने भन्छन्, रमाइलो कुरा भयो। नबी भनेको त के हो, पोक भनेको होइन, पोक भनेको के अरे, चौडाइ। अनि थोरै मेउगी अरे, मेउदा भनेको हामीले पढ्यो ल भन्नुहोस्, के हो मेउदा भनेको, भर्नु भनेको होइन, भर्नु, खाली ठाउँलाई भर्नु। ल थोए भनेको चाहिँ यसलाई यसलाई मेउगीलाई चाहिँ परिपूर्ति गर्नु पनि भन्न सकिन्छ है, परिपूर्ति गर्नु अथवा भरपुर गर्नु भन्नाले पहिला खाली ठाउँ बनाइएको थियो त्यसलाई भर्नु भनेको है त। थोए भनेको त पछाडि हो है, थोए भनेको त थोए भनेको त त्यो थुइ हो पछाडि, थोए भनेको चाहिँ अब के भन्छ भन्दा पुनः भन्ने शब्द आउँछ है त। थोए भनेका शब्दहरू हेरौँ त, थोएबाट बनेका शब्द म लेख्दैछु है, अर्को कलमको परे गरे। थोए थोरा, थोरा खादा भन्यो भने के भयो, पुनः फर्किजानु, पुनः फर्किनु भन्ने भयो है। अब अरू 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 सम्झाउनुहोस् त ल, थोएबाट बनेका शब्दहरू थुप्रो छन्। थोए थोल्दा भनेको पुनः घुम्न आउनु, थोल्दा भनेको घुम्नु पनि हुन्छ के अरे, त्यो पुनः घुम्नु। थोए मुत्ता भन्यो भने पुनः सोध्नु, नेपालीमा के भयो, पुनः सोध्नु, फेरि सोध्नु। ल थोलिदा भनेको के हो नि, फिर्ता गर्नु, थोए थोलिदा भन्यो भने के भयो, पुनः फिर्ता गरिदिनु, एकपटक फिर्ता गरेको छ भने फेरि पुनः फिर्ता है। अब थोए छाप्ता भन्यो भने पुलिसले फेरि दुईपटक समातेर कसैलाई, कसैलाई दुईपटक समातेको छ पुलिसले, एकपटक समात्यो छोड्यो फेरि समात्यो, त्यसलाई के भयो, थोए छाप्ता भन्यो भने पुनः समात्नु भनेपछि के रहेछ भन्दा थोए भनेको चाहिँ त्यस्तो रहेछ है त, सम्झनु पर्यो। अब यतातिर जाउँ, छिनिङ थोएदा, छिनिङ थोएदा भनेको के हो, सञ्चालन हुनु, सञ्चालन हो, चल्नु भनेको, यो जेमा पनि हुन्छ, अफिस सञ्चालन पनि हुन्छ, अरूहरू पनि। हेन्द रेमो, हेन्द रेमो भनेको चाहिँ, रेमो भनेको चाहिँ त्यो मेसिनले अँठाउने मेसिन, यसको व्याख्या पनि मैले लेखेको छु अहिले हेरौँला, हाते रेमर भन्दो रहेछ। यो चाहिँ यसले के गराउँछ, थाजिदा गराउँछ, थाजिदा भन्ने शब्द कता गयो, कहाँ छ, यता कता माथि गइसक्यो। यसले चाहिँ यसको मेन काम के हो भन्दा थाजिदा, यसलाई थाजिदा गराउँछ भन्दाखेरि खास गरी मेउदा गरेको कुरालाई थाजिदा गराउँछ, कता गयो, मेउदा गरेको कुरालाई, फिलिङ गरेको कुरालाई चाहिँ, जस्तो अब सिम्पल भाषामा भनौँ भने बाटोलाई पहिला खन्छ, बाटो बनाउनुभन्दा पहिला बाटोलाई खन्छ, खाल्डो बनाउँछ, अनि त्यहाँ लगेर पुर्छ, मेउदा गर्छ है।
मेउदा गरिसकेपछि अनि त्यहाँबाट अनि मेसिनले थाजिदा गर्छ। ठुल्ठुलो मेसिनले थाजिदा केले गर्छ? रोलरले गर्छ। सानो सानो चाहिँ अब हेन्दु भनेपछि हातले गर्ने भनेपछि सानो सानो चारो बनाउने मेसिन। अब अहिले यति हेरौँ। अनि यो लिकुनुलाई चाहिँ यसको सिनोनिम सेदा पनि भन्छ है। सेदा भनेको पनि लिकुनु, यसलाई बिर्सन भएन। ल अब अगाडि बढौँ। अनि त्यसपछि साङ्घा सुदो भन्यो भने देखुन अलि के भन्न बुझ्न, यसले के भन्न खोजेको जस्तो लाग्छ यो भनेदेखुन फेसुलाई पनि काम गर्छ। फेसु भने के नि ढलको पनि कुरा हुन्छ, हाँसुदोको पनि कुरा हुन्छ। यसमा हाँसुदो भने के नि तलको पानी, तलको पानी, जमिन मुनिको पानीको पनि कुरा गर्छ। सुरोको पनि कुरा गर्छ। सुरो भने के अरे अब पानी निकास भनौँ न, यो तीनटा कुराहरू चाहिँ तीनटा कुराहरूसँग यसो सम्बन्धित कुराहरू रहेछन्। ढल अनि यो पानी, यो हाँसुदो भनेको तलको उस्ता उस्तै शब्द भयो। यसलाई पनि यसो टिपिराख्नु होला, पढिराख्नु होला। अब यहाँ मैले बनाएका केही शब्दहरू छन् कि हामीलाई पढाइसँग सम्बन्धित हेरौँ है। यहाँ त गीत पो आयो नि त। ल गीतको के थियो अरे? तिम्रो माया 99, मेरो माया 100, तिम्रो माया सुन चाँदी, मेरो माया हिरा। वाह, कति राम्रो गीत थियो। अब सुन्न पाइएन अहिले। ल यतातिर जाउँ। ओहो, नेपाल बन्द भन्ने फाइल रहेछ। फाइलको नाम हेर्नु त के रहेछ? नेपाल बन्द रहेछ। तर चाहिँ यसरी निकाल्न पर्ने पो भएछ। यता गइसकेछ, त्यो गीतले खाइसकेछ तिम्रो मायाले गर्दा। नेपाल बन्द। ल जाउँ। 44 को 2 मा रहेछ हाम्रो पढाइ। सर हेरौँ है के लेखिएको रहेछ 44 को 2। यो पढाइ के रहेछ भन्दाखेरि 44 को 2 मा भएका एन्डरेम, त्यसपछि नुसु अनि साजाङको ग्यो भन्ने पनि रहेछ। त्यसको व्याख्या रहेछन्। हातेरेम, अघि हामीले हातेरेमहरूको बारेमा के भनौँ? कुनै मूललाई सारो बनाउने काम गर्छ अरे, हातको हुन्छ अरे। सिम्पल होला। छागुन म्यञ्जक, क्षेत्रफल, सानो क्षेत्रफल। वा व्याख्या त कडा नै आउला छ नि त हो। धेरै लामो छ नि, त्यति लामो रहेछ नि त यति सानोको। हुक, माटो, छागाल, गिटी, मोरे, बालुवा आदिलाई थाजिल्ता। थाजिता भने के नि सारो बनाउँदा। परे गर्ने सुदोङ। सुदोङ भने के नि हाते। सु भनेको हात होइन, याद छ यहाँलाई? ल सुदोङ भनेको, सु भनेको हात सम्झिराख्नु होला। सु खोङ्गु हाते औजार है। ल इम्निदा चुरो थोयमेउगी ब्याक फिलिङ पछि सतहलाई थान्दान आधा। थान्दान आगे हाप्चुक आधा। हाप्चुक भने के अरे प्रेसर गर्दा है, प्रेसर गराउँदाखेरि, अठाउँदाखेरि परे गरिन्छ। छन्तोङ छाङ्बेका फिरुअपको। छन्दोङ बिजुलीको मेसिन नभए पनि हुन्छ अरे। यसमा बिजुली नभए पनि हुने। इल्यक मान्छेले पनि गर्नुहुन्छ। मान्छेको चिकचप आफै, थुरा उचाली, मान्छेले आफै उचाली। नुल्ल दबाई, थाजुमोरो दबाउनको सारो बनाउनको निम्ति। सोख्युमो सानो, सानो आकारको, सानो हुन्छ अरे। धेरै नै लामो भयो यो व्याख्या त। छागपे छकाममा छक्का पाम्दा उचित हुन्छ, सानो काममा उचित हुन्छ। ल बुझिहाल्यो। अब सजिलो पनि रहेछ, यहाँले हेर्नु होला। नुसु भनेको हामीले के पढ्यो? पानी लिक हुनु भनेर पढ्यो। यो त भइहाल्यो। फेगन भनेको पाइपहरू। छिबुङ छाना, फ्याग भित्ता, छाङमुन झ्याल, सिसल सुविधा आदिबाट मुरी। वनचियान के वनआधा भने के हो नि चाहनु, नचाहेको, आफूले नचाहेको, नचाहेको। हुल्यना, हुल्यना भनेको हुल्य नआउनु भनेको रन भइ आउने, रन भइ आउने भनेको पोखिएर आउने। यनसाङ, यनसाङ भनेको त अप्ठ्यारो शब्द हो नि त। सिनारियो अवस्था। ल अवस्था लेख्दै रहेछ। पाइप छाना नेपालीमा लेखेकै रहेछ है त। ल थोयमेउगी भन्ने पनि रहेछ नि त। यसलाई मैले यसो अगाडि लगाएँ। ओ यहाँ त फोटो पनि छ नि त। फोटो हेर्नलाई रमाइलो हुन्छ हौ। यसलाई पनि रातो कलर दिउँ न। यो पनि रातो, यसको पनि मेन शीर्षकै रहेछ नि त। थोयमेउदा भने के अरे फिलिङ गर्नु, फिलिङ गर्नु। ल ताङुल फा जमिनलाई, खानेन थुई खनेपछि, जमिनलाई खनेपछि है। थासी, थोय भनेकै थासी हो, थोय भनेकै थासी। फेरि हुकिना माटो अथवा छागाल गिटी आदिद्वारा मेउनन पुर्ने, भरपुर गर्ने छागप काम। अब साजाङ के हो भन्ने हेरौँ। अहिले त पढिएको छैन साजाङ के हो भन्ने है।
पछि अहिले कतिपयले पढिन सक्छ, अहिले आइहालेछ, हेर्दिउँ न त, पछिलाई भविष्यलाई काम लाग्छ। यही पाठमा होला, कति बेला पढाइ होला। साजाङ्ग्यु ग्यो भनेको त पुल भनेको, यो भनेको त पुल हो। अब नोफुन खिदुङ, खिदुङ भनेको के? अब पिल्लर, अग्लो पिल्लर। यसो त्यो विश्वथेमी भनेको तिर्सो परेको, तेर्सो परिएको, तेर्सो परेको, तेर्सो परेको। केबुल, केबुल भनेको केबुल, केबुललाई के भनौँ? तार अथवा डोरी भन्ने है, डोरी, केबुल। थाङ्ग्यो द, थाङ्गिदा भनेको तानेर, तानेर। खारी पुललाई सिथेङ समर्थन गर्ने रे, गर्ने खुजो बनावटको थारी हो रे। यसमा चाहिँ तार, तेर्सो तार डोरी भन्छन्, केबुल भएर तेर्सा तेर्सा केबुल बनेर अनि पुललाई चाहिँ जोगाएर राख्ने चाहिँ एउटा खालको रहेछ। यसलाई साजाङ्ग्यो भन्दो रहेछ। ग्यो भनेको पुल, साजाङ्ग्यो भन्यो भने यो टाइपको, यस्तो टाइपको पुललाई भनेर भन्दो रहेछ है त। यस्तो पुल हाम्रो नेपालमा कहाँ छ हौ? उमा छैन र, कर्णाली पुल होइन र यस्तो। र मलाई पनि अलि निदो भएन, कर्णालीमा भएको पुरानो चिसापानी कतातिर भएको पुल यस्तै हो कि जस्तो लाग्छ, डोरीले थामेको। अब डोरी भएको त हाम्रो जम्मै झोलुङ्गो पुलहरू जम्मै डोरी हुन्। झोलुङ्गो पुलको कथा त होइन, यो त ठुलो पुलहरू। ल अब पढेर हेरियो, अब उतै कोरियातिर गएर डुलम्ला। अब धेरै तल गइसकेछ। अब अगाडि बढौँ। जोडा मिलाउने, खाली ठाउँ भर्ने काम आएछ। खाली ठाउँ भरौँ त हामी सबै मिलेर। छागब सुनबिगा कुन्ना सयो, कामको तयारी सकियो। क्रम त्यसो भए मञ्च ताङ्गोल फास्यो। त्यसो पहिला जमिनलाई खानु, कामको तयारी सकियो। त्यसो पहिला जमिनलाई तास्यो, खन्नु, के अरे फास्यो। फास्यो भनेको नि फादाबाट आएको है त। अनि त्यो खेदा भनेको नि खन्नु थियो, फादा भनेको नि खन्नु, के फरक? खेदा भनेको खोस्रनु भनेर पढ्नुभयो भने राम्रो हुन्छ। त्यही भएर कुटाले गर्न पर्यो, कुटाले गर्न पर्यो। सखरगन्ट खोगुमाएर खाम्जा आयो भने खेदा, नत्र अलि पहिरो गरी खन्न पर्यो भने फादा। ख्वानुल यङ्ग्याले सयो, ख्वान भने के नि पाइप, पाइपलाई जोडियो। क्रम ख्वान छुई, छुई भने के नि वरिपरि, पाइपको वरिपरिलाई मोरेवा छागाल्लो बालुवा अथवा गिट्टीद्वारा यसलाई छेउदा गर्ने, छेउदा। अब छेउ छेउ भने के अरे भर्नु। छेउनन छागबी कुन्ना सयो, अब यो सकियो, यो भर्ने काम सकियो। अब त्यसलाई चाहिँ भरपुर गर्ने, टक्क मिलाउने, यसलाई चाहिँ अब टाङ्गोल फासी मेउदा, मेउदा, मे पक्का मेउदा होइन त यो, ल मेउ सेयो। अन्तिममा हेरौँ, यो त थाजिदा हो। ताङ्गोल था मेवस सबै उसलाई चाहिँ अब फिलअप गरियो, पुरै भरियो, भरपुर गरियो। अब यसले सारो बनाउने काम हो। ताङ्गोल मेवस भरपुर गरियो, जमिनलाई पुरा गरियो। क्रम ताङ्गोल, त्यसो भए जमिनलाई सारो बनाउनु, थाजिदा हो, थाजिदा। अब नुस बनाउनु पर्यो भने के भयो? थाजिसेयो। के द्वारा? के द्वारा? रोलर, रोलरद्वारा सारो बनाउनु हो। थोरक भनेको चाहिँ यो कस्तो भन्नुहुन्छ भने ने गर्नु गर्नु भन्छ है, कुनै कुरा काम गर्नु, गर्ने गर्नुहोस् भनेर सिकाउँछ। एकदम सजिलो ग्रामर। यसले के गराउँछ भन्दाखेरि नेपालीमा लेख्यो भने ने गर्ने गर्नु। अब यसलाई सबभन्दा राम्रो सुझाव दिन्छ है। अनि त्यसपछि कुनै कुरा गर्नलाई त्यहाँसम्म गर्नुहोस्, प्रयास गर्नुहोस् भनेर भन्छ है। कुनै काम गराउँछ, कुनै काम गराउँछ, यसले के गर्छ? कसैलाई काम दिन्छ अनि सुझाव दिन्छ। तर यो अपवादको रूपमा फेरि अपवाद छ एउटा। हुन त यो के भनेको गर्ने गर्नुहोस्, काम अथवा सुझाव दिन्छ, तर अपवादको रूपमा आफैलाई पनि भन्न मिल्छ। कहिलेकाहीँ आफैलाई पनि मिल्छ अपवाद। हेरौँ है त। पहिला अब सुझाव दिनु एकदम सिम्पल छ। बीएसटी भवेलिनिङ अन्साइनिङ मतलब भने सिधै चाहिँ एक्सन भर्बमा थोरोक हेयो भन्ने आशय हो भने जस्तै। अब ढिलो आउने साथी को छ? ढिलो आउने साथी तपाईँ हो है। चोम हिल्चिक ओ दोरो खासयो, थोरै चाँडो आउने गर्ने गर्नुहोस्। अलि जिउ चाहिँ अलि हेभी बनाउन मन लागेको कसलाई छ? अलि जिउ अलि भएन होइन, जिउ भएन भन्ने को छ? ओ तपाईँ हो।
होइन पातलो मान्छेमा लुकेको बल हुन्छ, एकदम लुकिया बल हुन्छ, एकदम सही छ, तपाईँको जिउ एकदम ठिक छ। त्यही पनि भनौँ न त, तपाईँको जिउ सही छ कि ठिक छ कि छैन भनेर त केटीहरूले सोध्ने हो कि होइन। केटीहरूले सोद्धाखेरि सही छ भनेपछि सकिहाल्यो। ल अब त्यही पनि जिउ अझै बनाउनु मन लाग्यो अरे कि भलादमी हुनु मन लाग्यो अरे, बुढी लाएको भलादमी भन्छ नि त अझै पनि नेपालीले। ल भनेपछि के खायो भने हुन्छ हौ साथी, के खायो भनेदेखि मोटो हुन्छ? सुझाव दिउँ उहाँलाई, के खायो हुन्छ? मासु भात है त, थोइजी खोगिरुल मक तोरो खासे हो, सुँगुरको मासु खाने गर्नुहोस् है त। थोरो काँदा भनेको अर्कालाई हुँदो रहेछ, सहिलो रहेछ, सिम्पल रहेछ, यसलाई हामी नबुलेकै राम्रो हुन्छ। यहाँ हेरौँ, यसलाई ठुलै बनाएको राम्रो हुँदैछ, अहिले म अझै ठुलो बनाउँछु, किन सानो बनाउनु? यसरी पढ्नु नि, नुसुका सेङ्गिजी आन्थोरो, नुसु नहुने गरी, लिक नहुने गरी, ख्वानहुल पाइपलाई छाल राम्रोसँग यङ हेया देऊ, जडान गर्न पर्छ। लिक पानी लिक नहुने गरी पाइपलाई राम्रोसँग जोड्नु पर्छ। आफे अगाडि छाल फोइथोरो, अगाडो राम्रो देखिने गरी, फोइथोरो देखिने गर्ने गरी, अगाडि राम्रो देखिने गरी, सिकेछ भने के त फोकलिफ्टमा अगाडि त्यसले सामान यसरी उठाउँछ नि त देखिने गरी, मुलगाउनुल सामानलाई, नोफी भनेको के हो नि उचाइ, सामानको उचाइ कति हाल्ने, कति चाङ लाउने, उचाइ साक्षी मास्यो नथो पार्नुहोस् अरे। अगाडि राम्रो देखिने गरी चिकेचाको सामानलाई नोफीलाई साक्षी मास्यो नथो पार्नुहोस् अरे। त्यो चाहिँ हाम्रो लागि चाहिँ अलि नमिल्ने जस्तो लाग्छ। यसो हेऱ्यो भने से खादा हुन्छ यो। यसो लेखा हेर्नुहोस् त कस्तो छ, नेपालीमा सर यसलाई पढ्नुहोस् त कस्तो छ। अगाडि राम्रो देखिने गरी चिकेचामा सामानको उचाइलाई अग्लाइलाई साक्षी मास्यो नथो पार्नुहोस् अरे, देखिने गरी नथो पार्नुहोस्। यो सुन्दाखेरि हाम्रो लागि त अलि असेक आधा छ, अलि अप्ठ्यारो छ। ग्रामेटिकल्ली वा कोरियन स्टाइलले ठिक भए पनि कोरियनमा पनि यो अलि अप्ठ्यारो नमिल्ने शब्द, ग्रामेटिकल्ली चाहिँ ग्रामरको हिसाबले राइट, तर अलि चाहिँ अलि अप्ठ्यारो शब्द है त। सारामदुरी मान्छेहरूले आन्जन आगे सुरक्षित तरिकाले थानिधोरो, थानिदा भने के अरे यताउति गर्ने गरी मान्छेहरू सेफ्टी भएर यताउति गर्ने गरी छागप जाम कार्यस्थलको वरिपरिलाई छङ्नी आगे सुविधा ट्याकटुक मिलाउने छु। चाहिँ एउटा अपवाद राखियो, आफूलाई पनि भन्न मिल्छ। लास्ट एउटा बनाम सागो नाजी आन्थोरो, दुर्घटना नहुने गरी छनछनी उन्जन हाँस्यो, दुर्घटना नहुने गरी छनछनी उन्जन गर्नुहोस्, ड्राइभिङ गर्नुहोस्। यो धेरै सहिलो भएको हुनाले नभुलौँ। अब यता बरु जोडा मिलाउँ। के लेखिएको रहेछ त, मुरी छाल हुरिदा भनेको पानी राम्रो बहनु। यता के वन्साका वनसेक फ्यान्सेक थेजी आन्था अरे, वन्सा भने के हो नि धागो भन्ने, धागो। फ्यान्सेक भनेको कलर चेन्ज खोजी आन्था नहुनु। अनि वन्दानी ओएम थेदा भनेको, वन्दान भने के नि कपडा भन्छौँ, ओएम भनेको प्रदूषण हुनु, प्रदूषण खोजी आन्था नहुनुको रहेछ। ताङ्गुल मेउल्ते सायङ्गल सुइत्ता, कति लामो हो, जमिनलाई जमिन पुर्दा भरपुर गर्दा प्रयोग गर्न सकिन्छ। छेसिगाने भने के, त्यही समयमा यसलाई यस्तो राम्रोसँग बुझौँ है। त्यही समयमा भन्न खोजेको हामीले 2 बजे काम सकिन्छ भन्ने हिजो कुरा गरिरहेको थियौँ भने त्यही समय भयो भने ठ्याक्क 2 बजे भन्न खोजेको। छागपुल सिजाका सुइत्ता, सुरु गर्न सकिन्छ, त्यही समयमा काम सुरु गर्न सक्नु। हेरौँ है त के रहेछ। वन्दानी कपडा, ओएम थोजी आन्तरो प्रदूषण नहुने गरी, छोसी मेस होसियार गर ओम्य चुसे सारी दिनुहोस्। कपडा होसियार के हुने गरी, ओएम नहुने गरी होसियार भएर सार्नुहोस्। त्यो चाहिँ गइहाल्यो। अब जाम हाछनुल भनेको के हो नि खोलालाई छुनसल हेयागे सयो बहाव गराउनु पर्ने भयो, बहाव गराउनु पर्ने भयो भनेपछि कुन चाहिँ मिल्ला? 1 नम्बरको यो मिल्यो।
मुरी पारी छाल बुरुदाबाट के भयो रु दो रो पानी राम्रो बग्ने गर्ने गरी नदीको नदीलाई बहाव गराउन पर्ने भयो सुनसलादा भने के रे बहाव गराउन अब वन्दो खल्लिए सिङ्ग्याङ सुसयो टेम्परेचरको म्यानेजमेन्टमा दिमाग लगाउनु सिङ्ग्याङ सुदा भने के रे ध्यान दिनु अर्को शब्द के हुन सक्छ दिमाग लगाउनु ख्याल राख्नु ल अब जब कुन चाहिँ मिल्ला त यो यही मिल्ला है त यही मिल्ला जस्तो लाग्छ यसलाई राइट लगाइदिइहालौँ वनसाका फन्सक थ्वेजी आन्थोरो धागो कलर चेन्ज नहुने गरी टेम्परेचरको म्यानेजमेन्टलाई ध्यान दिनुहोस् मैले लेखिनँ यो चाहिँ लेख्ने खास गरी यहाँहरूको काम हो आफूले लेख्नुपर्छ अरू लेखेको सार्ने किताबको पछाडि हेरेर सार्ने होइन आफैले लेख्ने आफैले प्रयास गर्ने जति जानिन्छ जानिन्छ जानियो भने ल फेरि भएन भने कुरा निकाल्ने अब 3 नम्बरमा जाम 4 नम्बरमा 3 नम्बरमा के हो छाजेरुल मिरी खात्ता नौल के हो वस्तुलाई स्टकलाई पहिले लिएर आउनेछु भनेपछि कति नम्बर यो मिल्ने भयो छे सिगाने त्यही समयमा छागपल सिधा कालसु रोग सुरु हुन सक्ने गर्ने गरी त्यही समयमा काम सुरु हुन सक्ने गरी स्टकलाई भनेपछि गोदामबाट हुन सक्छ मिरी खात्ता नौल के पहिले लिएर आउनेछु पहिले लिएर आयो भने त्यही समयमा सकिन्छ अन्तिममा के रहेछ हुकुल माटोलाई सुरो खाक्काइए साथ उसयो यसलाई मैले यस्तो बनाएँ माटोलाई चाहिँ पानीको त्यो बाटो निकासको नजिकै यसलाई सुरो भन्नाले यसलाई हामीले फिलिङलाई नहर लेखौँ न सजिलो हुन्छ माटोलाई चाहिँ नहरको नजिकैमा थुपारी राख्नुहोस् कुन चाहिँ भयो ताङ्गुल मेउल्ते जमिनलाई सारो बनाउँदा सायङ्गाल सुइतरो प्रयोग गर्न सक्ने गरी माटोलाई नहरको नजिकैमा थुपारी राख्नुहोस् थोरो गादा भनेको के अरे ने गर्ने गरी यो खास गरी कसलाई हुन्छ अर्कोलाई हुन्छ तर कहिलेकाहीँ अपवादको रूपमा आफैलाई पनि भन्न सकिन्छ ल अब यहाँ कस्तो खाले रहेछ हेरौँ है त पाइपलाई मेसल हाल्ते भनेको गाड्दा है त पाइप गाड्दा ख्वान भनेको नि पाइपलाई नबिबोदा चौडाइ भन्दा लामो अप्ठ्यारो पो छ त लेखाइ त यहाँ चौडाइ भन्दा ताङ्गुल नल्के फराकिलो गरी फाया खनेदेखि या भनेर के हो रे या पछि अरू भव आयो भने के हुन्छ अरे सुझाव हुन्छ भने हुन्छ छागप छागप भनेको काम जा भनेको के हो नि मान्छे कामदार मान्छे दुल भनेको के हो नि अरूले इलागी सुयो काम गर्न सजिलो हुन्छ भन्न खोजेको बुझ्नुभयो के भनेको रहेछ भन्दा पाइपको चौडाइ भन्दा अलिक बढी खने भनेदेखि कामदारहरू त्यहाँ गएर काम गर्न सजिलो हुन्छ फेरि पढौँ अलि अप्ठ्यारो रहेछ पाइपलाई गाड्दा पाइपको चौडाइ भन्दा जमिनलाई फराकिलो गरी खने भनेदेखि कामदारहरू काम गर्न सजिलो हुन्छ त्यसपछि अब यसलाई कसरी बनाउनु रहेछ त यसले भन्दा थोरक भन्ने अब यसलाई पहिला यता लिएर आउने कहाँबाट यहाँबाट यता लिएर आउनु पर्यो है त यहाँबाट यता च्याप्प समातेर लिएर आउनु आइजा छागब्जाधरी कामदारहरूले इरागी सुत्तरो काम हुन सजिलो हुने गरी ताङ्गुल जमिनलाई ख्वान नबिबोदा पाइपको चौडाइ भन्दा नल्के फायादेव फराकुले गरी खन्नु पर्छ त्यसै रहेछ है त अब यहाँ के लेखो वानचुङ जेरो भनेको के भनौँ त्यसलाई त्यो ऱ्यापिङ गर्ने कागज जो चाहिँ अब स्क्रैच गराउन क्र्याक गराउनलाई चाहिँ रोक्छ कोमको मागे भनेको के हो नि राम्रोसँग भनौँ अब राम्रोसँग खोजाङ या प्याकिङ गर्यो भनेदेखि छेपुमी सोनसाङ फेजियान आयो वस्तु चाहिँ टुटफुट हुँदैन ल अब अरू बनाऊँ अब हामीले के बनाउनु पर्यो छेपुमी सोनसाङ फेजी आन अब यसलाई काटेर आन थोरो नहुने गरी त्यस्तो नहुने गरी के नहुने गरी वस्तु क्षति नहुने गरी वान्छन जेरो कोमको मागे खोजाङ हासेयो अब हादाबाट के गराउनु पर्यो हादा हो नि त बियर भाव हासेयो भन पहिला 1 नम्बर
यहाँबाट सुरु गरेँ यसरी लेख्ने है त। एउटा लेखौँला पनि लेख्न सकिन्छ। ल था सुन खुङ्गुरुल सबै परेगरको औजारलाई छेछारीमा थोया राख्यो भने फिरो हाल्ते चाहिँदा फारो तुरुन्तै सायङ हाल्छु इच्छयो। अब यसलाई लेखौँ है त। यहाँबाट लेख्न सुरु गरेँ। फिरो हाल्ते फारो सायङ हाल्छु इत्ताबाट के भयो इत्थोरो। चाहिँदाखेरि यहाँबाट सुरु गरेँ है। चाहिँदाखेरि तुरुन्तै प्रयोग गर्न सकिने गर्ने गरी अब यताको सार्न पर्यो। था 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 काट्दियो भने हुन्थ्यो था सुन खुङ्गुरुल सबै परेका औजारलाई छेछारिए छेछारीमा राख्नु लाग्यो भन्छ नि तुदा। नुस बनाउनु पर्यो भने के गर्नु पर्यो अब अन्तिम रहन्छ। गोदाममा भएका स्टकलाई किरो केही थोया रेकर्ड राख्यो भने छेगोरुल स्टकलाई सुके फाकाल्छु इच्छयो। हिसाब राख्न सकिन्छ। फाकादा भने के अरे हिसाब किताब राख्नु चेक जाँच गर्नु अथवा हिसाब किताब राम्रो हुन्छ। अब यहाँ सुरु गर्नु पर्यो। छेगोरुल सुके फाकाल्छु इत्तोरो स्टकलाई राम्रोसँग हिसाब राख्न सक्ने गरी गोदाममा भएका स्टकलाई खिरोखे थुस्यो रेकर्ड राख्नुहोस्। अन्तिममा हेरौँ। शिक्षा ख्वान्सानुले के भनेको डाइरेक्ट घाम डाइरेक्ट घाम। अब यसको मैले व्याख्या मैले लेखिसकेको छु पहिला, नबोलाम। डाइरेक्ट घामलाई फिएस फियादा भनेको के नि जोगिएर जोगिनु। फियादा भनेको जोगिनु। फियादा मैले बुझाउनलाई एकजना यहाँ बहिनीलाई ल्याएर उहाँले पिटे जस्तो गरेर म भागे लुके जस्तो गरे आएँ नि त। ए साथीहरूले बिर्सिसक्यो। वन्सा रुल वन्सा भनेको के हो नि धागोलाई फोगान हेया वन्सागा साङ्गाजी आना। साङ्गादा भनेको के हो नि वास्तवमा साङ्गादा भनेको वास्तवमा कुहिनु भनेर पढिदिए राम्रो हुन्छ। धागो त अलि कुहिने कुरा भएन, तर साङ्गादा भनेको बिग्राउनु हुनु, तर कुहिनु भनेर पढेन। ल फेरि हेरौँ। कहाँबाट सुरु गर्नु पर्यो अब यहाँबाट गर्नु पर्यो। वन्सागा साङ्गाजी आन्तोरो धागो नबिग्रिने गरी चिक्सा ख्वाङसनुल घामलाई जोगाएर धागोलाई भगवान खासेयो सुरक्षित राख्नुहोस् स्टकमा राख्नुहोस्। अब डायलग हेरौँ के रहेछ। फेगवान भनेको पाइप, यङ्गल छागप कुन युसुफु र फान्जानिमको डायलग रहेछ। फेगवान यङ्गल छागपी कुन्ना सय भनेको पाइपको जोड्ने काम सकियो। इजे अब थुइमेउगी ब्याक फिलिङ गर्ने फेरि भरपुर गर्ने पहिलाको खाल्डोमा भर्ने हाम्यन थोल्कत काट खायो होला जस्तै छ गऱ्यो भने होला जस्तै छ। पाइपको काम चाहिँ सकियो। अब ब्याक फिलिङ गर्ने काम गर्यो भने होला जस्तै छ। नुसुका फाल्सिङाजी आन्तोरो सु पानी लिक नहुने गरी यनगल हेच्यो जियो भने के अरे जानी सोधेको जोड्नु भयो नि है ने भनेपछि गरेछ। खासी वागिने फेरि कन्फर्म गरे भनेपछि यो पास्ट टेन्स हो। गरिसकिकन एकपल्ट फेरि कन्फर्म पनि भइसक्यो वागिन गरिसक्यो। छुवायो राम्रो छ सही हो भयो है। क्रम त्यसो भए खुल्छाकिरो एक्साबेटरद्वारा मेउगी ब्याक फिलिङ गर्ने फेरि भरपाई गर्ने अनुजङ्दो कति जति अनु भनेको चाहिँ क्वेसन होइन है त। यहाँ कि क्वेसन मार्क छ त छैन भनेपछि कति जति सिनिङ थोइमेहन सञ्चालन भयो भने सञ्चालन भनेको नि काम भयो भने थाजिगी छागपुल सिजाके हो सारो बनाउने काम सुरु हुन्छ। सारो बनाउने काम सिजाके चुसे सुरु गरिदिनुहोस्। फेरि पढौँ है त के भएछ त्यहाँ पाइप जोडेर ब्याक फिलिङ गर्ने काम पाइप जोडेर अब ब्याक फिलिङ काम गर्न पाइने भएछ। क्रम त्यसो भए खुल्सा किरो भनेको एक्साबेटरद्वारा त्यो जुन पुर्ने काम छ नि अनुजाउँदो कति जति गर्यो भनेदेखि सारो बनाउने कामलाई सुरु गर्नुहोस्। यहाँ अनु नभइकन कति जति नभनिकन क्वेसन मार्क नभइकन
अब फेरि कतिलाई केही बनाउनु पर्छ, केही जति है त। जस्तो अब एक दुईवटा आउनु हेरौँ न त, यो कस्तोमा परेको हुन्छ। अब तपाईँले कति खानुभयो भनेर सोधेँ मैले उहाँलाई, उहाँले भन्नुहुन्छ अनुजङ्दो मगज सयो भन्यो भने कति खाएको नभइकन केही जति खाएँ भनेको हो कि। जस्तो बाहिर कतिजना हुनुहुन्छ सोधेँ मैले, फाक्के म्याङ म्याङ इस्सायो म्यान म्याङ इस्सायो बाहिर कतिजना छन् भनेर सोधेँ भने तपाईँले म्यान म्याङ इस्सायो भन्यो भने कतिजना छन् होइन, केहीजना छन्, केहीजना छन्। तपाईँले अथक्के हेगेले हो यो समस्या तपाईँले कसरी समाधान गर्नुहुन्छ भनेर मैले उहाँलाई सोधेँ भने उहाँको उत्तर सुन्नुहोस्। अब सरले सिन्ग्याङ सिजिमासे हो, तपाईँले दिमाग नलाउनुहोस्, छेगा अथक्के हेगेले हो भन्यो भने त्यति बेला मैले केही गरेर, कसरी होइन, मैले केही गरेर समस्या समाधान गर्छु भन्ने छ। यहाँ पनि केही जति सञ्चालन भयो भने सारो बनाउने काम सुरु गरिदिनुहोस्, सुरु गरिदिनुहोस्। कति केही जति भयो भने सुरु गरिदिइहाल्नु। भन्दा नि सुरुगा छोबा छ, सुरु भने के अरे पानीको बाटो, यसलाई नहर भनिदिउँ न, यसलाई हामी सिम्पल भाषामा नहर भनिदिउँ काम चलाउनलाई। पानीको बाटो साँगुरो भएर हेन्द रिमरो थाज्यो या गेन्नान्त हो गर्नुपर्ने भयो नि त, या भनेको मस्ट गर्नुपर्ने भयो नि त। ल त्यसले गर्दा रेमरले चाहिँ गर्नुपर्ने भयो नि त ने हो, खुरुखे हाज्यो त्यही गर्नु पर्यो, हाज्यो त्यही गर्ने त हो नि। यसलाई हाज्योलाई यो जियोलाई आत्तिएर लेख्ने भने यो यसरी जियो लेख्न पनि सकिन्छ। खुरुखे हाज्यो त्यही हो नि, त्यही गर्ने त हो नि। थाजिगी छागप छ भने सारो बनाउनु काम गर्नु अगाडि थोल बुथ भने के अरे मन्ज भन्न खोजेको। यी दुईटाको एउटै अर्थ हो, यसमा एउटा जुन फाल्दिए नै हुन्छ, थोल फाल्दिए नै हुन्छ। जस्तै साह्रै 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 बढी खाएँ भन्छौँ नि हामी नेपालीमा, साह्रै बढी खाएँ, यसमा यो काट्दिए नै हुन्छ, बढी काट्दिए नै हुन्छ है त। अब थोल बुथ पहिला ढुङ्गालाई छेगा आधा भने के फाल्नु, हटाउनु, क्विट गर्नु। यहाँ त अब फाल्नु नै भन्दै हटाउनु भन्दै, हटाइदिनुहोस्। आन्क्रम्य त्यसो गर्नु नभने फाछिल स्विच चोट लाग्न सक्छ। फेरि अन्तिममा पढौँ, यसले के भन्यो, साँगुरो भएर चाहिँ त्यो हाते रिमरले गर्नुपर्ने भयो अरे, हाते रिमरद्वारा त्यसरी नै गर्नुहोस्। सारो बनाउनु भन्दा अगाडि पहिला ढुङ्गा फाल्नुहोस्, त्यसो गर्नुहुन्न भने चोट लाग्न सक्छ अरे। ल यसलाई उच्चारण गर्ने। ल फेगवान जङ्गल छागबी कुनसयो इजे थुई मेउगिरुल हाम्यन कलकत्ता थायो लुसुगा फाल्सेङ्गाजी आन्तोरो छाल जङ्गल यसयो ने फाँसी भागिने सयो छोयो। राम्रो पनि राख्दैमा अझ एउटा थप्दैमा त छारेस सयो क्रम फुल्सा किरो एक्साभेटरद्वारा थोय मेउगीगा अनुजङ्दो केही जति सिनेङ थोम्यन थाजिगी छागपुल सिजाके सुसयो। भन्दैने सुरुगा छोबास हेन्दरे मरो थाजोया गेन्नन्देयो ने खुर्ख्याज्यो थाजिगी छागप छ ने थोल बुथ मन्ज छेगहा गयो आन्क्रम्यन फाछिल सयो। गयो भन्ने कस्तो ग्रामर रे, दुईटा कुरा जोड्नु पर्यो भने है त, दुईटा कुरालाई जोड्नु पर्यो भने अन्तिममा गयो। जस्तै अब सुमनसी चाहिँ पोखरा खागो, पोखरा गएर उहाँ चाहिँ पोखरा जानुहुन्छ अरे, उरिनन काठमाडौँ खागो यो जाने हो। ती दुईटा वाक्य चाहिँ सुमन पोखरा हामी काठमाडौँ। अब तपाईँले के पिउनुहुन्छ, कफी चिया बियर, बिहान बियर ठिक छ। ल सिङ्गुगा मेक्चुरुल मासिगो साथीले मेक्चु पिएर छनन माक्कलिरुल मासी गयो, मैले चाहिँ छ्याङ पिउने हो। तपाईँले बियर खाएपछि मैले छ्याङ खानु परेन, फेरि पैसा हाल्ने बेला बराबर हाल्ने होला, म त फेरि पैसाको त एकदमै हो नि त। ल अब अगाडि हेरौँ,
थोय मेउगी छागपुल कुन्नाम्यान महसुल आमेन थियो ब्याक फिलिङ काम सकियो भने के गर्ने अब ब्याक फिलिङ गरेपछि त थाजिदा गराउने सारो बनाउने काम है ताङुल थाजिकी छ भने मद बुथ याद हो के गर्न पर्छ अरे थोल फरिदा थोल छेगा आधा ढुङ्गा फाल्ने है त यसलाई यसरी काम चलाउ बनाम तर यहाँ धेरै गइरियो भनेदेखि त धेरै गइरिएर पढ्न नि हुन्न है साँच्चै धेरै गइरियो भने त के छ हेर्नुहोस् त यहाँ थोय मेउगा गर्ने बित्तिकै सबभन्दा पहिला के गर्ने छ ढुङ्गा फाल्ने भने आने त्यो हुनाले धेरै गइरिनु हुँदैन यहाँ गइरियो भने त अर्कै उत्तर नै आउँछ ल अब यतातिर जाम थपिका कुन्नादा भनेको चाहिँ खन्ने काम सकिनु खनन काम गर्न सक्नु खनन उत्खनन गर्ने काम सकिनु फानुल सल्सियादा खनलाई चाहिँ जोडजाड गर्नु छाक भागी सुत्ता काम गर्न सजिलो ताङुल चौकुम थफादा जमिनलाई अझै खन्नु थोरै अझ खन्नु ल थपाकी गएको नास भयो जमिन खन्ने काम सकियो फानुल सल्सियामेन थोल्कायो पाइपलाई जोड्यो भने हुन्छ छाक भागी सुत्तरो काम गर्न सजिलो हुनु गरी ताङुल चौकुम थफाया देयो खन्नुपर्छ नै हालको सुविधा बुझिहाल्यो सजिलो रहेछ है अब यसलाई भनौँ त खनुल यङ्गल आधा भनेको के अरे पाइपलाई जोडजाड गर्नु कि मेउगी आधा भनेको ब्याक फिलिङ गर्नु अनि त्यसपछि खुनीहरू सङ्गीता भनेको क्र्याक आइलाग्नु क्र्याक चाहिँ आइलाग्नु रे क्र्याक आइलाग्नु अनि ख्वान छुइरु छागाल छुइदा अरे ख्वान छुई भनेको पाइपको वरिपरिमा गिटी भर्नु पाइपको वरिपरि गिटी भर्नु अब बनाइदिउँ न त म मात्रै बोल्छु है ओनुल ओनुल छागपी मोयो आजको काम के हो अब यतापट्टिको मान्छेले भन्छ खनुल यन्गल हानन इरिए हो आज पाइप जोड्ने काम हो क्रम त्यसो भए देखुन थोय मेउगुरुल ह्यादे हो थोय मेउगी गर्न पर्छ कृन्दे खुन यल सेङ्गिजी आन्थोरो क्र्याक नहुने गरी छनछनी इरास्यो बिस्तारै काम गर्नुहोस् छोसिम इरास्यो होसियार भएर काम गर्नुहोस् थिप्याल स्पेसल गरी फान छुइए पाइपको वरिपरि छागाल छेउ वरिपरि चाहिँ गिटीलाई भर्नुहोस् त्यस्तो बनाएको रहेछ मैले आफैले बनाएँ ठ्याक्क त्यही हुन्छ उस्तै छ भन्ने हुन्न म्यानेस अतका जो भने के पहिला यसलाई बुझाउँ न यो भने के भन्नुहुन्छ भने नेपालीमा भन्यो भने सिम्पल भाषामा भन्यो भने सरी छु कसो गर्ने होला भनेको यो बुझ्नलाई चाहिँ सबभन्दा हामी उताबाट भन्दा नेपालीमा बुझेको राम्रो हुन्छ जस्तै तपाईँले मलाई माग्नुहोस् त 1000 रुपियाँ माग्नुहोस् त मसँग तपाईँले नेपालीमा यस्तो आवाजले त कसले दिन्छ र यार बोल्न त सके छैन नि यार यस्ताले कसले दिन्छ र यार हो यसरी है अहिले त डरै लाग्ने आयो नि त अझ यस्तो के पैसा दिनु ल आयो मियानेसो अथके हाज्यो मियानेसो अथके हो अनुल चिकाबी हमनन देयो आज पर्स थिएन नि त अरे आज मेरो पर्स थिएन रे मियानेसो अथके हाज्यो लोग सरी नै भयो के गरौँला अरे ल अब अर्को भन्नुहोस् त अझ एउटा मलाई काम लगाउनुहोस् त कसैले साथीहरूले कसैले नेपालीमा भन्नुहोस् यत्रो जना साथीमा एउटाले के बोल्नुहोस् नेपालीमा जस्तो उहाँले 100 रुपियाँ माग्नु भयो तपाईँले मलाई केही काम लगाउनुहोस् कलम हो मियानेसो अथके हो ई फेनुन यगी स्मार्ट बोदेस मानसनन फेनियो बोल फेनुन हमनन देयो मियानेसो अथके हो यो चाहिँ यहाँ मात्रै लेख्ने कलम हो रे होइन के गर्ने होला भन्न पर्यो भने काम लाग्दो रहेछ हेर त नेल नाग हो खुन्मुसी गान्छौँ फाकुल चुलिस सयो अरे के भनेको नेल भनेको भोलि नागो मसँग खुन्मुसी गान काम गर्ने समय चोम फाकुल सुई सिल्कायो चेन्ज गर्न सकिएला भोलि मसँग चाहिँ काम गर्ने समय चेन्ज गर्न सक्नुहुन्छ एउटाले नाइट गर्दो रहेछ एउटाले डे गर्दो रहेछ अब डेले नाइटलाई भनेको होला अथवा के भनेको होला नै हुन्छ दो फामे रातिमा इरिचोम हिँड्न दयो कामेसो भएको थियो मियानेस तके हाज्यो सरी भाउ के गर्ने होला अरे भन्न खोजेको बुझ्नुभयो यसले के भन्यो भोलि चाहिँ रातिमा
काम चोम इन्धन रह्यो काम यसो छैन त सरी भयो के गर्नु होला अरे भोलि मेरो केमा काम छ अरे रातिमा काम छ अरे भनेपछि ऊ चाहिँ रातिको काम भएका ड्युटीले मेरो रातको काम तिमीले गरिदेऊ म तिम्रो डे गरिदिन्छु भने रहेछ तर के भन्नु मेरो काम छ त्यही भएर सरी भयो के गर्ने भनेर भनेको रहेछ ल कोरिया यसबाट पनि तपाईँले एउटा कोरियाको संस्कृति बुझ्न सक्नुहुन्छ कोरियामा चाहिँ नाइट काम गर्नलाई अलि मन पराउँदैन कोरियनहरूले नाइट काम गर्ने भनेपछि एउटा एउटा बाहना गरेर सक्कैसम्म नगर्ने भन्छन् नाइट काम गर्न मन पराउँदैन हस् आजको पढाइ यति नै नमस्कार